चम्चा यहाँ निगुरो टिप्न आएको यो फापाको साग पनि टिपेको चाहिँ यस्तो छ अनि हो परि डाँडा गाउँ छ गाउँ खोला झरना बिसी छ मकैबारी बिसी त्यसैमाथि म यता स्नेहा राई रामचन्द्र हुन्छ आज त मकैबारी आएको छौँ त्यसैमाथि त निगुरो टिप्ने त झर्ना यता गाउँ त्यसमाथि यता रामचन्द्र यता स्नेहा गाइस वेलकम टु माई भ्लग आज त पानी पर्न आँटेको छ पानी पर्न आँटेको हेलो गाइस हामी चाहिँ अब हिँडेको गाइस यहाँबाट मोटो झन्डै भाँचेर यहाँबाट झरेर हल्लो गाइस भन्दाखेरि गाइस हामी चाहिँ पारी पुग्नु पर्छ गाइसहरू हामी चाहिँ हिँडेको पारीदेखि गाइस हामी यता उपारिदेखि गएको गाइस उतातिर त मकैबारी पनि छ गाइस मकैबारी हेर्नु होला गाइसहरू यता हेर्नु ऐसिलीको पात तलतिर छ गाइसहरू बस गाडी होला गाइस आज चाहिँ हामी सब्जी टिपेर जाँदैछौँ हामी बुढाबुढी सब्जी टिपेर हेर्न गाइस हेर्नु हाम्रो भ्लगमा लाइक कमेन्ट दियो सब्सक्राइब गर्नुहोस् है गाइसहरू तल चाहिँ अलैँची बारी पनि छ तल 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 गाइस हामी चाहिँ उपारीको गाउँ पुग्नु पर्ने गाइस हाम्रो घर हिँडेको के काम सकेर गल मुख दुःख धेरै बोलेर होइन गाइस हामी जाँदैछौँ तिनजना गाइस नि हेरिदिनु होला क्लिप हेलो हाम्रो भिडियोमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला 3 करोड जनताको अगाडि पुर्याइदिनु होला गाइसहरू हामी 3 करोड नेपालीहरूको अगाडि पुर्याइदिनु हाम्रो मकैबारी यी दुईजना हामी माथिदेखि आएको यहाँ आइपुगिसक्यौँ गर हात अठाउँदा मोबाइललाई खर्चाङले सिलाइलाई छुट्नै मन लाग्दैन हो तिमीलाई भेटेसी यहाँ त्यति ठुलो बस्ने ठाउँ छ अनि हुनुहुन्छ हाम्रो मकैबारी अलैँची बारी म देखाउने छु सानो भाइहरू डोको बोकेर जाँदै हुन्छ अलैँची बारी यता अलैँची बारी कता हौ टन्नै देखिन्छ अलैँची बारी टन्नै छ गाउँछ र यहाँ पनि अलैँची बारी अर्को थियो अब हामी चाहिँ पुग्नु पर्छ परको गाउँ हामी चाहिँ पारीको गाउँ हो पारी पुग्नु पर्छ गाइस हिमाल चुरी निलाई हिमाल चुरी लाई हामी जाँदैछौँ पारीको गाउँ हामी जाँदैछौँ यता बाटो पुल चढेर यता मकैबारीदेखि यता हुँदै घर जाँदैछौँ गाइसहरू बाटो चाहिँ अलिक अप्ठ्यारो छ यता हुन्छ मेरो सिस्टर सी इज माई सिस्टर हेलो हेलो
चिजपाडामा हेलो लोकल स्टाइलमा हामी ज्यादा निराशा लोकल स्टाइलमा गाउँतिर छौँ खोटाङको घुम्नलाई आएको गाइजहरू भरभर आएको पुरामा ब्रह्म भिजिटमा आएको गाइजहरू हामी यता हुनुहुन्छ हामीलाई भिजिट गराउनु हुने ब्रदर यता हुनुभयो मेरो सिस्टर यता छ अलैँची बारी रोग लागेर अलैँची सबै सत्यानाश भइरहेको छ यतातिरको गाउँतिरको गाइजहरू भन्नुहुन्छ भने अलैँचीको रोगहरू हराउने औषधिहरू के पाइन्छ कमेन्टमा गएर लेखिदिनु होला गाइजहरू गल्यो हामी चाहिँ माथिदेखि हिँड्दै यहाँ तल आइसक्यौँ 3 घन्टाको बाटो गाइजहरू अलैँचीबारी पनि सक्यो माथि अलैँचीबारी सक्यो यता लोकल स्टाइलमा तल झर्ना सर्ना के जातिहरू हुनुहुन्छ आया हामी यता छौँ इसियारा यता लोकल स्टाइलमा हामी यता ठाउँ कता अरे किनपाइन होइन के अरे गाउँको पुलवारी क्या र चाहिँ हामी निक्रो टिप्दै आएको ठाउँ अघि होइन अनि यहाँ आयो पुल यहाँ त बस्ने पार्टी पनि छ अनि त्यसपछि यहाँ तल खोला यहाँ पुल रहेको छ होइन पुल छ लोकल स्टाइलमा अगाडि ब्रोदर हुनुहुन्छ झन्डै उत्तानो टाइम परेन लोकल स्टाइलमा हामी चाहिँ अब घर जाँदैछौँ यता चाहिँ एकदम पहिरोहरू गइरहेको छ कि बाटो बन्दै रहेछ नि त यता पहिरोहरू झर्नाहरू फुलहरू छ यता भित्रतिर चाहिँ एकदम पहिरोहरू बढी गइरहेको छ मोबाइल झर्छ कसलाई हामी चाहिँ घर जाँदैछौँ 3 जना टुक्रुक घर आइपुग्नु आँट्यो अब खोला मजाको सिनहरू हेर्नु ल हावा चलिरहेको छ सिर एकदम हावा अब हामी घर पुग्न आँट्यौँ त्यता चाहिँ एकदम बारी पहिरोले प्रस्त भइरहेको छ गाउँहरू है त्यो खोटाको सुन्दर गाउँ नगरपालिका कति छ मलाई पनि थाहा भएन तर मान्छे त्यसपछि माथि अब हामी घर आइपुग्न आँट्यौँ निगुरे भातहरूको सागहरू लिएर त्यसै अगाडि अब घरमा खानासानाहरू बनाउने म चाहिँ भिडियो बनाउँदै झन्डै लडिनँ होइन त यसै गरी बोल्दै गर्दाखेरि अहिले चाहिँ भइसकेको छ 7 मिनट 8 मिनट 1-2 सेकेन्डको भ्लग सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला गौरीहरू यता हेर हुनुहुन्छ इज माई हस्बेन्ड गौरीहरू ओ अपन कन्डा स्टाइल ओपन कन्डम स्टाइलहरू भिडियो चाहिँ कसरी बनायो के तैँले खास छैन भ्लग बनाउनको अब युट्युब च्यानल खोलेको क्या बाई बाई गाइज म अब अलिक माथिदेखि भ्लग अब बुढाको गाउँमा आएर भ्लग बनाएर सेलिब्रेटी हुनु पऱ्यो साह्रै भएन क्या कसैले पनि चिनेन नि त अन्त अब सबैलाई चिनिनु पऱ्यो म सबैको अगाडि भ्लग बनाएर बाढी पीडितले ग्रस्त भएको गाउँ यहाँ चाहिँ गर्दैछ नेपालको पहिलो ठाउँ गले